आजबाट म एउटा नयाँ जर्नी सुरु गर्दैछु। लिभिङ अलोन डाइरी। एक्लै बस्नु सजिलो हुँदैन, तर मेबी यही नै त्यो फेज हो जहाँ म आफूलाई ट्रुली चिनिरहेको छु। अनि यसले मलाई धेरै कुरा सिकाइरहेको छ। बिहान उठेर काममा जानु, आफै खाना बनाउनु, आफै थकाइलाई म्यानेज गर्नु, बिरामी हुँदा आफैले आफूलाई केयर गर्नु, यी साना कुरा होइनन्। र कहिले त साइलेन्स नै सबैभन्दा ठुलो साथी लाग्छ। कहिलेकाहीँ एक्लो लाग्छ, तर म बुझ्दैछु लन्लीनेस भनेको विकनेस होइन। यो ग्रोथको साइलेन्स हो। यो सहर ठुलो छ, तर म पनि सानो छैन। यो कोठा सानो छ, अनि यसैभित्र मेरो सपना, मेरो स्ट्रगल र मेरो मेहनत सबै हटाएको छ। थकाइ लाग्छ, घर सम्झिन्छु। हरेक दिन अलिअलि स्ट्रङ हुँदैछु, अलिअलि इन्डिपेन्डेन्ट अनि अलिअलि कन्फिडेन्ट। आजको दिन पनि बिस्तारै सकिँदैछ र म आफूलाई भन्न चाहन्छु, आई एम सो प्राउड अफ यु एन्ड यु आर डुइङ योर बेस्ट. So, welcome to my Living Alone diary. This is not just my routine, this is my glow up journey.